तपाईँलाई चाहिँ रिपिटले चाहिँ डाँडा गाउँको कसरी नाम बस्यो भनेर लजिक लगाएर भन्छ लास भन्नु त किन किनभने यो पहाड देख्नुहोस् यो भरिको सबै डाँडा चाहिँ सो त्यसले भएर आवाजलाई पनि आउँछ हावा एसी त एकदम नेचुरल एसी एकदम स्ट्यान्डर्ड हावाले जस्तो दामी लाग्दो रहेछ हो डाँडा गाउँको नाम त्यसरी बसेको अरे घरहरू चाहिँ सबै डाँडै डाँडा रहेछ अरे हो सोही नभन्नाले डाँडा गाउँ भनेर नाम बसेको सँगै साम्बुरे यो पनि निन्दैन डाँडा गाउँ भन्दै रिक्मी चाहिँ रुमको नङस्यौँ राम्रो रुमको फर्किने बिकज अफ यो डाँडा गाउँ चाहिँ यो रोडले गर्दा पनि अरे रोड पनि राम्रो रहेछ अरे हो सो एउटा चाहिँ के भयो भन्नु न म चाहिँ जस्ट मेरै अनुहार मात्रै देखाउँदै थियो कि अन्त एउटा आन्टीले चाहिँ मलाई चाहिँ हेलो गर्नुभयो हो बट मैले चाहिँ अनुहार मात्रै देखाइरहेको थिएँ हाम्रो हामी तिनजनाको मात्रै अनुहार देखाइरहेको थियो आन्टीले त सिधै बाहिर हेलो गरिदिनु पर्दैछ जुडियो गएको लास फेरि लाउन पार्सेटै सुला निमा ढिलो नलछ त्यो आँखाको त्यो के भन्छ माया मार्नुको त गएको खाइदिएको खै यस्तै छ बनेको जस्तो कहिले अङ्क कम हुँदैन हो बनेको जस्तो कहिले एफोर्ड गर्न सक्दैन रिक्मी चाहिँ आज मात्रै भेटाइँदैछ हामी चाहिँ यस्तो छ जुडियोभित्र पुगेको ल के जुडियोमा पसेर तिम्रो चाहिँ अब हेर्नु न कहिले जुडियो यो मन परेछ हेर्नु नि यो किनिदिए भन्दैछ हेर्नु नि हो कसै अहिले किनिदिएन न यसलाई गाइस दसैँले गर्दा यति बेसी मराउने आउँथ्यो मलाई दामीको लागि यो किनिदियो हो प्यान्ट मन पऱ्यो अरे रिपी त्यस चोइस गर्दैछ हामी चाहिँ सक्यो सपिङ गरेर सपिङ त्यस्तो राम्रो त गर्दैन भनेको जस्तो सपिङ सो बाई चलाउँ कहिले बस्तीको कुखुराहरूलाई एट्याक गर्न त्यो थियो कि हामीको पछि पछि गर्दै थियो कि बट पाएन नि कि अन्त त्यहाँदेखि चाहिँ अप्सन त निँदै कौवालाई एट्याक गरिदिउँ हे भनेको त त्यो पनि भएन